सफ्टवेयर नाम Apache-J24 क्लिक गर्ने फुल स्क्रिन गर्नु पर्यो यो अनप्लग देखायो राम्ररी अलिकति ए त जोडेको भएन हुन्छ ए अलिकति खेलाएर भयो जोड्यो एक्विजिसन कन्फिगरेसन सेट गर्नुपर्छ हामी सबभन्दा अगाडि एक्विजिसन कन्फिगरेसन दबाउनु बित्तिकै यो 24वटा जियोफोनको सिलेक्ट आयो होइन यतिकै हुनुपर्छ कुनै अब हामीले अरू मेथड गरिन्छ त्यसमा कुनै फरक किसिमको कन्फिगरेसन हुन्छ एसआरटी र एमएसडब्ल्यूमा चाहिँ सबै सब सेलेक्ट गर्ने किन सबै इन्भल्भ भयो नि त होइन कुनै बेला पनि मिस गर्न परेन हामीले अनि तलको इन्भर्जन सिन्भर्जन केही नक्लिक गरिकन यति मात्रै क्लिक गर्ने यदि थिएन भने हामीले गर्नु पर्यो नि त फेरि अब एक्विजिसन भयो फेरि एक्विजिसन कन्फिगरेसन फेरि क्लिक गऱ्यो भने स्याम्पलिङमा ध्यान दिनुपर्छ कुन हर्ट्जमा गर्ने यसमा अरू हेर्नु परेन सबभन्दा तलको 125 8000 वाला एसआरटीको त्योभन्दा एक स्टेप माथि 250 400 हर्ट्जको चाहिँ 4000 हर्ट्जको एमएसडब्ल्यूको यी दुईवटा मात्रै हेर्ने सबभन्दा तल एसआरटी त्योभन्दा एक स्टेप माथिको एमएसडब्ल्यू यति भयो अनि प्रिटिकर र एक्विजिसन टाइमिङ सधैँ सेम हुन्छ हाम्रो 20 र 2000 कमनै हो यो स्ट्याकिङ 5 भनेको यो स्ट्याकिङ दबाएपछि 5 भनेको हामीले कतिचोटि हमर हान्नुपर्छ हामीले त 5 राख्ने हामीले कमन स्ट्यान्डर्ड हो यो सब कमन स्ट्यान्डर्ड हो यो पनि हाई पास फिल्टर नन पनि नन सबै ननै राख्ने केही चेन्ज गर्नु भने यसलाई मात्रै हो चेन्ज गर्ने अनि यो मोड चाहिँ एक्टिभै हुन्छ हाम्रो हैन अरू मेथडमा हो हामीले प्यासिभ गर्ने यसमा चाहिँ स्ट्यान्डर्ड एक्टिभ मिडियम हैन यो सेभ गर्ने भयो सेटिङ सेट भयो नि त फेरि वापस हामीले अब जियो फोन सेटिङमा जानुपर्छ यसमा हेर्नुपर्छ अब 2-2 मिटरको स्पेसिङ होइन यो सबै जियो फोन 2-2 मिटर स्पेसिङ छ अब यसमा बाइचान्स 5 को हुन्थ्यो भने अल जियो फोन अब एक्समा अब हामीले चेन्ज गर्न पर्थ्यो भने इन्क्रिमेन्ट गर्ने अनि यो 2 लाई 5 बनाइन्थ्यो यसले 5 बनाइन्थ्यो तर अहिले नगर्ने अहिले पर्ने 2 मै क्यान्सल गर्ने अब त्यही हेर्नु यो अल जियो फोन गऱ्यो हामीले अनि इन्क्रिमेन्ट गरेर यसमा भ्याल्युज लेखेर त्यतिमै हुन्थ्यो 0 5 10 15 देखि अहिले 2-2 मै छ सेटिङ अनि माथि ट्रिगर छ नि यो ट्रिगरको साइडमा ट्रिगर भनेको हामी ट्रिगर कहाँ राख्यौँ हामीले यो 6 मिटरमा राख्यौँ 6 कसरी हुन्छ जति स्पेसिङ हुन्छ नि जियो फोनको इन्टु 3 गर्नुपर्छ यो 2-2 मिटरको छ 2 × 3 6 भयो 5 मिटर स्पेसिङ हुन्थ्यो भने 5 × 3 15 मिटर त एसआरटी 15 हुन्छ यो -6 2 मिटर भयो 2 × 3 6 भयो त आफै राखेको कि आफै त्यसले सेट गर्छ यो त हामीले यसरी राख्नुपर्छ -6 गरेर आज चाहिँ मिलिसकेको कारणले हिजो सेटिङ भएको कारण यो 2 4 6 8 सबै लेख्ने यो सब चाहिँ हामीले सब लेखेको हैन यो एक्सेलमा हाले जस्तो कि यो यहाँ हामीले अल जियो फोन गर्यौँ नि अल जियो फोन क्लिक गरेपछि मैले भर्खरै इन्क्रिमेन्ट भने नि त बढाउने डिक्रिमेन्ट भनेको घटाउने इन्क्रिमेन्ट भनेको बढाउने बढ्दै गएर यदि 5 को इन्क्रिमेन्टमा राखेको भए हामीले 5 को डिफरेन्स हुन्थ्यो नि त अनि 15 चाहिँ आफै लेख्नु पर्दा हामीले 15 त लेख्यौँ सेभ भयो ओके भयो सबै त्यस्तै ठिक छ अब सिधै मेजरमा गइदिने मेजरमा गर्दाखेरि चाहिँ हाम्रो यो हाई गेन अन गर्नुपर्छ अनि यो 1 3 र 10 सबभन्दा म्याक्सिमम ल्याउने क्या हामी चाहिँ सबै सिग्नल ठुल्ठुलो देखाउँछ कि 10 मा चाहिँ ठुलो देखाउने भयो अनि एमएसडब्ल्यूमा चाहिँ यो तारमा चाहिँ 3टा पोइन्ट चाहिँ अलिकति बेला बेला बिग्रेको देखाउँछ यो तारमै भएर समस्या आएर 5 9 अनि 18 या 21 दुईटामा चाहिँ एउटा हुन्छ टोटल 3टा 18 चाहिँ अलि उ भयो 18 हेरौँ न एकचोटि 18 नम्बर यतै पर्छ यस्तो हिँड्ने यतै देखाउँछ अरू चाहिँ नर्मल भएको छ भने देखाएको 18 को 19 20 पनि भएन अलिकति निकालेर छुट्टै ठाउँमा एकचोटि गाड्दै छ अलि लुज भयो कि त्यो त ठिक छ नि टाउको त अहिले चेन्ज भयो ल चेन्ज भयो भयो ठिक छ अब यति नै हो म्याक्सिमम यसको अब के गर्नु पर्यो हामीले अब स्टार्ट गर्ने भयो भयो सिग्नल नै हेर्नुहुन्छ कि सिग्नल हेर्ने ल को हाम्रो न यो काम त तिमी गर अर्को हेर ल म हेर्छु तिमीले काम गरेको चाहिँ
म राख्नु ओके सिटी बजाउँछु अनि स्टार्ट हुन्छ